सपनामा सेतो सर्प देख्नु अत्यन्त राम्रो हो। कालो सर्प देख्नु चाहिँ अलिकति अप्ठ्यारो परिस्थिति हो। तपाईका ऋणहरू बढ्दैछन्। तपाईको के भन्छ पितृको दोष छ। तपाईका पितृहरूले केही आश गरेका छन् भन्ने संकेत पनि हुन सक्छ। कालसर्प योगको संकेत पनि हुन सक्छ भनेदेखि सेतो सर्प देख्नु राम्रो। मरेका व्यक्तिहरूलाई सपनामा देख्दा कस्तो हुन्छ भनेर धेरैजनाले सोध्नु भएको छ। मरेका व्यक्तिहरूलाई सपनामा देख्नु र मरेका व्यक्तिहरूसँग तपाईले सपनामा गफ गर्दै हुनुहुन्छ भनेदेखि तपाईका इच्छा आकांक्षाहरू पूरा हुँदै जाँदैछन्। तपाईलाई चाहिँ धेरै तपाईका ठूला ठूला कामहरू बन्दैछन् भन्ने संकेत हो। सपनामा आफै मरेको सपना देख्नुहुन्छ भने त्यो अत्यन्त राम्रो भनेर भनिन्छ। निकट भविष्यमा तपाईका आइरहेका दुःख कष्टहरू सामना गर्ने र तपाईको अत्यन्त धेरै धन सम्पत्ति कमाउने योग भन्ने संकेत दिलाउँछ आफूले आफै मरेको सपना देख्नु भनेको। सपनामा आफै उडेको देख्नु भनेको चाहिँ तपाईको ठूला ठूला समस्याहरू तपाईबाट चाहिँ चुनौतीहरू पार हुँदैछन्। तपाईले चाहिँ समस्याहरूको चाहिँ चुनौतीको खुड्किलो पार गर्दै हुनुहुन्छ भन्ने संकेत हो। सपनामा पैसा कसैले दियो भने के हुन्छ भनेर धेरैजनाले सोध्नुहुन्छ। यदि तपाईलाई सपनामा कसैले पैसा दिएको छ, यदि त्यो मान्छे जिउँदो छ भने तपाईको धनमाल हानि हुन्छ भनेर भनिन्छ। यदि मरिसकेको पितृहरूले दिए भने तपाईलाई शुभ हुन्छ भनेर जानकारी गराइन्छ। तपाईले सपनामा अत्यन्त फोहोर चर्पी देख्नुभयो। चर्पी जाँदै हुनुहुन्थ्यो, दिशा पिसाब गर्नलाई अत्यन्तै फोहोर भएको चर्पी जताततै फोहोरै फोहोर मैला चर्पीमा देख्नुभयो भने यसलाई शुभ मानिदैन। निकट भविष्यमा तपाईलाई वाद विवाद बढ्न सक्छ, आफन्तसँग वाद विवाद हुन सक्छ, झै झगडा हुन सक्छ भन्ने संकेतलाई जनाउँदछ। धेरैजनाले सोध्ने गर्नुहुन्छ गुरुदेव सपनामा विवाह भएको देख्दा कस्तो हुन्छ? सपनामा विवाह भएको म धेरै देख्छु, यसको फल के हुन्छ भनेर सोध्नुहुन्छ। मैले यसको जानकारी गराउँछु। यस्तो सपना प्राय जसो जसको विवाह भएको छैन, विवाह हुने उमेर भएको छ अथवा विवाह भइसके पनि उमेरदारी हुनुहुन्छ उहाँहरूले देख्नुहुन्छ। जवान जो युवा युवतीले देख्ने सपना हो यो। र तपाईको विवाहको समय भएको छ, तपाईको अब विवाह हुँदैछ भन्ने संकेत हो सपनामा विवाह भएको देख्नु भनेको। सपनामा मरेका मान्छे देख्दा के हुन्छ भन्नुभएको छ। सपनामा मरेका मान्छे देख्दाखेरि तपाईको वंशवृद्धि भएर जान्छ भनिन्छ। यदि मरेका मान्छेसँग गफ गर्नु भएको छ भने मनले चाहेको इच्छा पूरा हुँदै जाँदैछ है तपाईको भन्ने कुरो जानकारी हुन्छ। यदि तपाईले सपनामा आफ्नो दाँत भाँचिएर झरेको देख्नुभयो भनेदेखि तपाईलाई समस्या बढ्दैछ, समस्या बढेर जाँदैछ भन्ने संकेतलाई जनाउँदछ। हजुरले यदि तपाईले सपनामा मैथुनी क्रिया गर्दै गरेको, सम्भोग गर्दै गरेको सपना देख्नुभयो भने तपाईलाई धन प्राप्ति हुँदैछ भन्ने संकेतलाई जनाउँदछ। यदि तपाईले सपनामा आँखामा गाजल लाउँदै गरेकी स्त्री अथवा आँखामा गाजल लाउँदै गरेको, कालो यसो गाजल लाउँदै गरेको देख्नुभयो भने तपाईको चाहिँ शारीरिक कष्ट हुँदैछ, रोग व्याधहरूले सताउँदैछन् भन्ने संकेतलाई जनाउँदछ। आफ्नै हात कहीँ काटेको हात अथवा हातमा कहीँ चोट लागेको, काटिएको देख्नुभयो भनेदेखि तपाईको नजिकका प्रियजनसँग को वियोग हुन सक्छ अथवा नजिकका प्रियजनको मृत्यु हुन सक्छ भन्ने संकेतलाई जनाउँदछ। मोटो भैँसी सपनामा देख्नुभयो भने अन्न सस्तो पाउने हुन्छ। तपाईलाई चाहिँ व्यापारमा जाँदाखेरि तपाईले सस्तो सस्तो चीजहरू पाउनुहुन्छ भन्ने संकेत हो। राजनेताको कुनै राजनीतिज्ञको मृत्यु भएको देख्नुभयो भने देशमा समस्या आउँदैछ भन्ने संकेतलाई जनाउँदछ। सपनामा मरेको मान्छे देख्यो भने के हुन्छ भनेर सोध्नु भएको छ। सपनामा यदि आफन्त मरेको मान्छे देख्यो भने तपाईलाई चाहिँ सन्तानको वृद्धि हुने, वंशको वृद्धि हुने हुन्छ भनेदेखि अरू मर्यो भने अरू नै फल मिल्ने हुन्छ। हजुरले प्रश्न खुलाएर लेख्नु होला। साथसाथमा तपाईलाई सपनामा सेतो सर्प देख्नु भनेको तपाईलाई धन आगमन हुँदैछ, तपाईलाई नयाँ नयाँ ठाउँबाट व्यापार बिजनेसमा बढोत्तरी हुँदैछ भन्ने संकेत हो। तपाईले प्राय गरेर सपनामा सर्प देख्नु एक प्रकारले राम्रो भने एक प्रकारले नराम्रो पनि हो। विशेष गरी सर्पले खेदाउनु भनेको तपाईलाई तपाईका रोगहरू बढ्दैछन्, तपाईको धन सम्पत्ति व्यय हुँदैछ, ऋण लाग्दैछ भन्ने संकेत देखाउनको लागि कालो सर्पले खेदाउने गर्दछ। अर्को कुरो तपाईका घरमा पितृको दोष, लडी मरेका, झुन्डी मरेका, डडी मरेका, अकालमा मृत्यु भएका पितृहरूको दोष तपाईका घरमा छ भनेर संकेत गराउन पनि कालो सर्पले खेदाउने गर्दछ। हजुरहरूले तपाईले सपनामा बन्दुक देख्नुभयो भने यो राम्रो होइन, तपाईको जीवनमा संकट आउँदैछ भन्ने संकेतलाई जनाउँदछ। हजुरले हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्न भएछ भने सब्स्क्राइब गरिदिनु होला। श्रीहरि। सपनामा त्रिशूल देख्नु भनेको अत्यन्त राम्रो हो। तपाईको कार्य क्षेत्रमा सफलता हुँदैछ, तपाईलाई सफलता प्राप्ति हुँदैछ भन्ने संकेतलाई जनाउँदछ। हजुर सपनामा आगो देख्नु अत्यन्त शुभ मानिएको छ। तपाईको धन सम्पत्ति बढेर जाँदैछ, व्यापार व्यवसाय बढेर जाँदैछ भन्ने संकेत हो। आगोले जलेर मृत्यु भएको देख्नु भनेको अत्यन्त अशुभ हो। यसले तपाईको भावी जीवनमा संकट ल्याउँदैछ भन्ने संकेतलाई जनाउँछ। यदि तपाईले सपनामा बाघ देख्नु भएको छ भनेदेखि बाघ शान्त अवस्थामा बसेको देख्नु भएको छ भने तपाईलाई शत्रुमाथि विजय प्राप्त हुन्छ भनेर भनिन्छ। तपाईले सपनामा आफ्ना पितृहरू रिसाएको, मृत भएका व्यक्तिहरू तपाईका आफन्त रिसाएको देख्नुभयो भने तपाईसँग केही अपेक्षा गरिरहेका छन्, तपाईसँग केही मागिरहेका छन् ती पितृहरूले भन्ने संकेत जनाउँदछ। हजुर